फेरि नि वेलकम छ। हामी पनि अब खोलामा जान्ला हम। खोलामा के गर्न जान्ला हम भन्दाखेरि ढडिया बनाए थाप्ने। हामी भित्र मासु आटा 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 होइन त्यो के भन्छ मैदाको त्यो मासुहरू छ। यहाँबाट माछा पस्छ। उतै दुईटा समाते छन् सरोजले। अनि हामी चाहिँ त्यो बोतल थाप्न जान्छौँ। अनि भोलि हेर्न आउँछौँ कतिको प्रगति गरिन्छ त नि होइन। कतिको प्रगति गरिन्छ भोलि थाहा हुन्छ हामीलाई। लिस्नोमा ढुक्कै भरिन्छ नि। फेरि उचाल्नै नसकिने भयो भने झ्याउन्छ कि फेरि माछा नि। मेरो क्यामेरा क्वालिटी भोलि दिउँसोतिर आउँछौँ हामी बोतल निकाल्न। टक्क हामी गइरहौँ। सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु ब्लग। सुरु खोला सुरु, पानी सुरु। हामी चाहिँ माथि जान्छौँ। सुकेन त्यसले माछा होला नि। यो बोतल थाप्ने नि डक्के। फाइनली हामी चाहिँ खोलामा आइयो। खोला यस्तो छ। उफ, खोलामा चिसो छ, चिसो एकदम चिसो। खोला यस्तो छ। माछा होला चाहिँ छ, खोला चाहिँ माछा चाहिँ छैन। खोला चाहिँ माछा होला चाहिँ छ तर माछा चाहिँ छैन होला। पहिला हरिप मारिन्थ्यो के अरे। अहिले त माछाको सखाप। नो फिस हियर भन्ने गरान्छ। हामीले चाहिँ यो र माथि यता लिस्नो भन्छ त्यहाँ थाप्ने हो। एउटा यहाँ थाप्छौँ, दुईटा माथि थाप्छौँ। के कसो हुन्छ पानी भरि फाल्दै पानी भर्नु पर्ने हो। उता कुरभित्र हाल्छौँ। कुरभित्र चाहिँ भसकै माछा छ अरे अनुमान लगाइयो हामीले। कहाँ देख्यौ माछाहरू? त्यहाँ देख्यौ। यताबाट आउँछ कि अहिले सुत्न यता माछा। अर्को ल यति भए हाम्रो एक छाक माछा पर्यो। फिसरम्यान खै साउजन फिसरम्यान। यति भए हाम्रो एक छाक माछा पर्यो। अब माछामा तर यहाँ त बेकार आइज नि बाटो छैन रहेछ कि। यस्तो गर यस्तो।
हेलो गाइस, अब यस्तो गरेर खाइयो माछा। अनेकौँ तरिकाले खाइयो। माथि देखाउ न, अनेकौँ तरिकाले खाइयो। अब यस्तो यहाँ भित्र चारो हालिदिएर कस्तो ट्राई गरौँ। अब अनेकौँ तरिकाले खाइयो माछा। कति 50 भन्दा पनि बढी तरिकाले खाइयो। अब यो 51 तरिका हुन्छ। यस्तो हुन्छ यहाँ दिखाउमा भिडियो बटन भिडियो गयो। पानी थाप्ने हो र हो नि हो गयो। बोतल लग्ने हो हामीले अब माछा होइन। तर म तिनी एउटा माछा अब 51 बोतल लगिदिन्छ माछा। अब हामीले अब हामी घर फर्किँदैन, घर जान्छौँ। अब थापियो होइन, बोतल थापियो। अब हामी चाहिँ घर जान्छौँ। उता घर यता 2टा बोतल थापियो, यो तलतिर यो रोमा 2टा बोतल थापियो। अब हामी घर जान्छौँ। झरनाको चिसो पानी मैया डढ्मुनि ताल पारो राम्री त तिमी राम्री मैया मलाई किन गाल पारो। बोतल थापेर घर जान लाग्यो। त्यहाँ माछा खोज्दैछन्। भोलिको इन्तजार। 3टा बोतल थापेछौँ, 3 जना आएको छौँ। 3 बोतल माछा लगेर जानेछौँ। केही भन्नु छ? माछा परोस् 3 बोतल बल्ल। यहाँ चाहिँ खोला छ। सिधै यो क्लिप पछि सिधै घर जान्छौँ हामी। भोलिको क्लिप लिन्छौँ। अब ढुक्क भोलि सिधै यही खोलामा आएको माछा परेको भिडियो देखाउने छु। केही भन्नु छ? बल्ल 3 बोतल माछा परोस् भन्छन् सरोजले। स्नेक हेड हो। स्नेक रुक, म आएँ। केही भन्नु छ? भन्छन् गाइजहरू यिनले त। अब भोलि सिधै माछा परेको भिडियो, खोलामा आएको भिडियो अब घरतिर लाग्यो। अङ्कलले के एउटा अङ्कल त्यो माछा मार्ने भ्लग बनाउने के होइन, माछा मार्ने भ्लग बनाउने अङ्कलले। ए केटा हो, हेर केटा हो, यो कसैले नसुकाएको द्वाली हो, केटा हो कसैले नसकेको द्वाली हो। यहाँ त तन्नै माछा मारिन्छ, यहाँ सक्न पर्यो भन्नुहुन्थ्यो के। धरो खतरा भाइरल हो नि त अङ्कल पनि यार। होला टाटा बाई बाई, टाटा बाई बाई। अब हामी सिधै भोलि माछा निकाल्छौँ। अब घर जान्छौँ, च्याप्पा खान्छौँ, सुत्छौँ। अल द बेस्ट। माछा यहाँ सब निखाने हो नि त। लगभग त हुन्छ होला क्या, माछा ठुल्ठुला नि छ होला है यहाँ के। सब निखाने हो नि क्या, तर ननिखाने क्या। निखाएर भनेपछि सिद्धिन्छ नि त, बिउ पनि त चाहियो नि त। बिउ चाहिन्छ के माछाको,
माछाको बिउ भएन भने फेरि माछाको बिउ भएन भने फेरि आज माने भोलि पर्सिबाट त नमाने हुन्छ कि फेरि पछि नि त मानु पऱ्यो नि त रमाइलो त गर्नु पऱ्यो कि कसो फेरि भन सौजनले भन गीत गाउन लाजै नगर न हिजो थापेको बोतल धरिया आज हामी निकाल्न गइरहेको छौँ हेरौँ अब कति सर र गइन्छ सर र आइन्छ माछा कति पर्छ धरियामा हेरौँ बोतलमा सजिलो छ सिम्पल छ बनाउन सजिलो छ अनि माछा नि जस्तो होइन 50टा बनाइयो अरे 50टामा एउटा माछा पऱ्यो भने त भइहाल्यो नि त होइन 1 केजी भन्दा नि बढी भइहाल्यो नि त सजिलो तरिका छ बोतल फेरि एकचोटि बनाएपछि हजारौँ वर्ष खप्छ अनि हामी रमा हिजोको बोतल निकाल्न जाँदैछौँ सर र बाटो यस्तो बाटो यस्तो छ ठुलो खोला आएर हो कि नगर न आउँदैछु त म खोला यस्तो छ खोला एउटा बोतल धरिया सौजनले निकाल्दैछन् माथि छ हाम्रो गाउँको भुटिया ठाउँ आयो अट्क्याए तान्नु अट्क्या बिस्तारै अट्काइदेऊ र ओए दखे परेको गाइसहरू दखे मात्र छ सरोजलाई मैले भन्थेँ त दखे फेरि हल्लाउ त एउटा दखे सुरुवात भइसकेको छ अर्कोमा ठुलो माछा पर्ने आश छ हामीलाई अब जाम के हुन्छ हुर्र त्यहाँ गएर 2टा थापेको थियौँ निकाल्न लागेको छ ल निकाल्न सौजनसित आयो मोइटिङ फर माछा हेर त छैन हेर्न आउँछौ हेर्न आउँछौ नि थाप्छु आयो माछा आयो मछली नो गाइज माछा साछा छैन फुजुलुकै पर्यो तिमीले नि पानी भरि फाल भएन माछा चाहिँ परेन 3टै बोतल फुजुलुकै भयो अब हामी फुजुलुकै घर फर्किँदैछौँ टक्क के भयो भन्दाखेरि माछा भ्यागुटा भयो हामी जस्ट फर रमाइलो माछा पनि परेन माछा भ्यागुटा
माछै परेन। माछै परेन छैन नि धरिया माछै परेन। ल यो भ्लग चाहिँ यहीँ इन गर्न चाहन्छु म। अब हामी घर जान्छौँ। टाटा बाई बाई। सरोज टाटा बाई बाई भन।